ल है साथीहरू, हाम्रो भुइँचालोले गर्दाखेरि चाहिँ हाम्रो सिडी आदि खपक्क भएको छ। के हो त्यो एक बित्ता यता छोड्या छ। अब यसलाई चाहिँ अब कसरी हुन्छ लिप घस गरेर बल्ल बल्ल लेखा आइहाल्छ। लेखा आइसकेपछि अब गर्नै पर्यो साथीहरू। यहाँ हाल्दै त्यो पानी ल्याएको त मैले लाउँदा मै तेला त्यहाँनिर गएर लेख्छौँ तर कहिले हेरेर फुट्छ अन्त अहिले अर्को मिल्या ढुङ्गो गर्दै अर्को चप्टो हाल्दै सानो ऊ तल हेर्दा पाठी लाग्छ नि फेरि ढुङ्गा बराबर आउने ऊ त्यहाँ ऊ तल छ क्या ल है साथीहरू, अब धेरै पछि गाउँको घर आएपछि अब के गर्दा हारी लाग्छ, माया लाग्छ। सधैँ आउन नपाए पनि कहिलेकाहीँ आएको बेला अलिअलि गर्नुपर्ने हुन्छ। के गर्नु, यस्तै छ। अलिक आएर हाल्नु गएको भयो अनि गाउँघरैमा रमाउँदैछु म सानो माया तिमीलाई नि सम्झिनु यस्तै छ गाउँघरमा, यस्तै छ तिमीलाई सम्झी मेरो
एकछिन दोबारा कुच्ची हाल्छ क्यारे भन्दैले आज कुच्यान कस्तो हारी बन्नु भयो रे ल उयो गरेको त्यहाँ नगरे स्कुलको दोबारा यति खेलाउनु पर्छ क्या नै खेला क्या एकछिनमा भिज्या खेलिँदैन भयो गिल्नु हुन्छ क्या अलि माटो ल्याएर हाल्यो पानीमा थाल यति माटोले हुन्छ त्यहाँ ऊ माथि गराउनु छ केही डल्लो ल्याएर भिगाउनु यति नि क्या के उनी थोरै बनाउनु गरेछ अरू पुगो त यहीलाई त्यहीँ त हो यहाँ अनि यहाँ कप्सो छ त दुईवटा गरेर जति खाएर टोइलेट बनायो कमर टोइलेट नभने टोइलेट दसैँहरू क्या हान्ने पनि कति हारीमा नै आयो त माउको पारे यो नै आउँदै यो बनाउन यहाँ पनि हान्ने माटो पुच्चो ढुङ्गो यहाँ माटो छबेल्ने हो यहाँ यहाँ कुम्रो माटो कहाँ गर्ने छ सही हो खरानी पनि हालौँ कि अलिक पक्का होला कि धेरै रात कर्णाली खैलेका मायाका गाउँतिर मयाउनु पर्ला कि माटा डल्लो म ल्याइदिन्छु है डल्लो टोइलेट नगर्ने ल साथीहरू धेरै लामो भिडियो भइसक्यो होला होइन अब धेरै लामो गरेर पनि उही गरेर पनि के गर्ने हो र है सबैले हेर्नु पाएछ भने सबभन्दा मेन कुरा माया गरिदिनु होला होइन के गर्नु हामी सब बेरोजगारी मान्छे हो
बेरोजगारीले के गर्छ अब त्यही जे गरे पनि माया गरिदिनु होला चाहिँ